हेलो एन्ड नमस्ते गाइस, तपाईँलाई स्वागत छ बिटी इन्टरटेनमेन्टमा। म भरत साई ठकुरी। आज चाहिँ हुम्लाबाट मम्मीले चाहिँ मेरो लागि केही सामानहरू पठाउनु भएछ अरे। के पठाउनु भएछ थाहा छैन, तर पठाउनु भएछ अरे। त्यही लिन जान लागि छु। खजुरासम्म हाम्रो ठुल्पो आउनु लाग्नुभएको थियो, त्यहीँसँग पठाउनु भयो रहेछ मम्मीले। के छ सामान चाहिँ म ल्याउन जान लागि छु। हेरौँ के छ, हेर्नु होला। अहिले पनि अझै पनि पछि देखाउँछु सबै। अहिलेलाई बाई बाई। म चाहिँ घरबाट हिँडिसकेको छु गाइजहरू। अब खजुरा कुन ठाउँ भने आदर्श मावि भन्ने स्कुल नजिक छ अरे। कहाँ हो मलाई थाहा पनि छैन खासै भन्नुपर्दा चाहिँ। अब ठिकै छ, जाम फन गर्दै अनि यताउति गर्दै जानु पऱ्यो। अब मलाई पुरै खुसी लागिसक्यो। अब के पठाउनु भयो होला मम्मीले। भन्न त भन्नुहुन्थ्यो थोरै आलु सालु के पठाएको छु भन्नुहुन्थ्यो, तर पनि अब मम्मीको माया हेरौँ न। छुट्टै केही पठाउनु पर्छ कि विशेष मेरो लागि, हेरौँ के रहेछ है। फाइनली गाइज मैले पैसा साँडेर है 1000 रुपियाँ दिनुभएको थियो आमाले। अनि गाडीमा जाँदाखेरि चाहिँ हुन्छ नि त, तर पैसा साँडेर आइसकेछु। चोक पुगिसकेको छु भनौँ है। म्याजिक कहाँ जाने हो? हिँड्दै बस्ने। हेलो गाइजहरू, ल हामी त झरिसकेछौँ। कहाँ झऱ्यो मलाई पनि थाहा छैन। गाइज म चाहिँ आधी ठाउँ पुगिसकेको छौँ होइन। आधी ठाउँ भन्दा पनि यहाँ गोल पार्क भन्ने ठाउँ रहेछ। अनि यहाँ अगाडि आदर्श माध्यमिक विद्यालय लेखेको छ, त्यहाँ पुगिसकेछौँ। अनि त्यहाँ अगाडि आउने भन्नुभएको छ, त्यहाँबाट यस्तो जाने होला सायद, मलाई राम्रोसँग थाहा छैन है। म पहिलोबाट गएको गाडीबाट झरेर पनि यहाँ पुगिसकेको छु। स्कुलभन्दा अगाडि आउने भन्नुभएको छ, जाम्न कहाँ पुगिन्छ। आदर्श माध्यमिक विद्यालय खजुरा 3 बाँके। यो स्कुलमा पुगिसकेको छौँ है। पुगिसकेको छु भनौँ न। छौँ के हो र, यता हो कि यता हो के, यता हो कि यता हो थाहा छैन, तर यहीँ जान्छु म। जहाँ भयो भने केही छैन है। जाम्न अगाडि कहाँ पुग्दो रहेछु। हिँडिरहेको छु म। पहिलोबाट गएको के, त्यो थाहा छैन मलाई। अनि यहाँ भित्र रहेछ यो स्कुल हो अरे, आदर्श मावि। अनि हिँडिरहेको छु अगाडि। गाडी सिमल गाडीबाट यहाँसम्म 40 रुपियाँ लाग्दो रहेछ म्याजिकले। खै अरूले कति लाग्दो थाहा भएन, म्याजिकले चाहिँ 40 लाग्दो रहेछ। अनि धौलागिरी गाउँ भन्ने ठाउँ पुगेछौँ साथीहरू। म यस्तो छ यहाँको दृश्यहरू। यस्तो छ चाहिँ उता त्यहाँनिर पुल छ जस्तो लागेछ, थाहा छैन। सही यता हो भन्ने लाग्नुभयो। ठिक छ, जाम कहाँ पुगिन्छ। धौलागिरी गाउँ नाम पनि खतरा छ है। उताबाट दिदी आउनुभएको छ अरे, यताबाट म गइरहेको छु। कहाँ भेट हुन्छ थाहा छैन है। ए म
पनि हिँडिरहेको छु दिदी पनि हिँडिराख्नु सायद आउँदैन नि उहाँले हुनु होला सायद त आइराख्नु पर्छ पछौरा ओरेर खै अब मैले चिनिसकेँ उहाँ नै हो त्यहाँ आइराख्नु पर्छ टाढा त होइन तर नचिने बाटो भएर अझै उतै हो ए दर्शन कहिले हिजो 9-10 बजे पुग्यौँ हामी 10 बजे छिटो पुग्नु परेछ म आउँदाखेरि त 1-2 बजे पुग्थेँ आज पुगाउने बेला त 2 दिन लाग्यो होइन लाउनु त 2 दिन हो लगाउने तर मैले त म आउँदाखेरि त राति 1-2 बजे पुग्थेँ म त घर त्यो बजारमा बस्नुले अझ उति खर्च अझ फेरि भोलि ठुलो हुनु She moves like a map with no borders, a whisper caught in the wind. I see her boots at the corner cafe with a notebook and a grin. She's chasing skies I've never named. खोल्दैछु उदय सिलान क्या कहाँबाट कहाँ सिलाएछ हाँसी यसले काट्नु क्या लाउनु खाइदेला हुने सिलान त बन्दा बडा रहेछन् चाउबिना त खाने बुन्दा अहिले तत्कालै खाने केही ल्याएन तत्कालै खाने के छ र क्या हो तत्कालै खाने लोभी रहेछन् घोडा तत्कालै खाने केही पठाएन आलु खुल्लु तत्कालै खाने के तयार छ हेरौँ देखिको बसे गरिएर मासु रहेछ यहाँ होला तत्कालै खाने क्या हो यो दिज्जूले दिनुभयो दिज्जूको नाच हो क्या त्यो विशेष पनि यही रहेछ विशेष पनि विशेष यो के हो भनेपछि जङ्गलको मासु होला सानो टुक्रो खाऊ है पहिला छाला पठायो भन्नु बस्यो क्या दोलीको सिउरा हुन् क्या बट्टल उता बट्टल बदमास रहेछ अनि यो क्या छ है पिठो होला कोदाको कोटाको पिठो हो ठिकै छ सानो थाहा भयो